सम्पूर्ण साथीहरुमा नमस्कार। म डोमनाथ खतिवडा च्यानलमा यहाँहरु सबैजनालाई स्वागत छ। र मैले आज चाहिँ यहाँहरु माझ एउटा यात्राको भिडियो लिएर आएको छु। यात्राको दृश्यहरु यहाँहरुलाई म देखाइरहेको छु। यो गिर्तामोडबाट ओर्लाबारी को यात्रा गर्ने क्रममा मैले ठाउँमा लिएको दृश्यहरु छ। बसबाट यात्रा गर्दा लिएको दृश्य भएकोले गर्दा एकतर्फी दृश्यहरु मात्र यहाँहरुले देख्न पाउनुहुनेछ। यो अहिले देखिरहनु भएको दृश्य चाहिँ केर्खा स्थित यो पाडाजुगी र केर्खाको बीचमा भएको यो नर्सरीको दृश्य हो। यहाँहरुले हेरिरहनु भएको छ। खुला चौर आकाश हरियाली वातावरण सँगसँगै म यात्रा गरिरहेको छु र बाटोमा पर्ने केही दृश्यहरू यहाँहरूलाई देखाइरहेको छु। यो चाहिँ पाडाजुगी र केर्खाको बीचमा जहाँ चाहिँ एउटा सशस्त्र बेस क्याम्प छ त्यो दृश्य। यो फुटबल ग्राउन्ड परबाट फुटबल खेल्ने व्यायाम गर्ने फुटबल स्वास्थ्यको लागि खेल भन्ने एउटा अभियान अन्तर्गत उहाँहरू चाहिँ खेलिरहनु भएको छ। यहाँ सडकमा काम गर्ने कामदार दाजुभाइहरू चाहिँ काममा लागिरहनु भएको छ। यी दृश्यहरू देखिन्छ। र पानीको ट्याङ्कीको दृश्य देखिरहनु भएको छ। यस्तै यो पेट्रोल पम्पको दृश्य जुन चाहिँ पाडाजुगी स्थित पेट्रोल पम्प हो। र धानहरू पाकिरहेको दृश्यहरू सँगसँगै चोकमा आफ्नो नियमित कार्यको लागि खटिनुभएका महानुभावहरू देख्न सकिन्छ। यो रतुवा खोला छेउमा जो चाहिँ पूर्वमा लभ डाँडा भनेर प्रसिद्ध ठाउँ, यो लभ डाँडामा यहाँको दृश्य सँगसँगै यहाँ चाहिँ एउटा पार्क छ। यो पार्क पनि बाहिरबाट यात्राको क्रममा लिएको छु। ट्रेनिङ सेन्टरहरू पार्कहरू यस्तै दृश्यहरू यहाँ लिएर आएको छु। यहाँले हेर्नुहोला। दृश्य मात्रै भए पनि पूर्वी क्षेत्रमा जो आउनु भएको छैन उहाँहरूको लागि भनेको एउटा राम्रो दृश्य रहनेछ। यो रतुवा खोला अगर अहिले म रतुवाको पुल माथि यात्रा गरिरहेको छु। यो सम्पूर्ण दृश्यहरू भनेको उत्तरी यो चाहिँ दमक पशुहाटमा यो चिल्ड्रेन हस्पिटलको दृश्य हो। चिल्ड्रेन हस्पिटल सँगसँगै दमकको पुरानो पशुहाट अहिले चाहिँ विभिन्न संरचनाहरू बनेको छ। यहाँ चाहिँ पूर्व क्षेत्रमै सबैभन्दा ठुलो पशुहाट लाग्ने गर्थ्यो। हामी बच्चा हुँदा हामीलाई त्यो याद छ। त्यो मान्छे नै हराउने खालको अवस्था हुन्थ्यो। कतिपय हराएका घटनाहरू छन्। पार्क लगायत विभिन्न सामाजिक सङ्घ संस्थाहरूले भवनहरू निर्माण गरेको छ। त्यसले गर्दा अहिले सबै अब प्रविधिसँगै गाईबस्तु बाख्रा पाठा पाल्ने क्रम चाहिँ दिनानुदिन घट्दो क्रम छ। त्यसले गर्दा त्यो भइसकेको छ। म चाहिँ दमकको बस पार्कमा आइसकेको छु। दमकको बस पार्कको दृश्य यहाँहरू देखिरहनु भएको छ। यात्रुहरू लाने स्थानान्तरण सँगसँगै म हिमालयन टी गार्डन जो काम गर्दै राजा पूर्व राजाहरूको स्वामित्व अहिले पनि ज्ञानेन्द्र शाह पूर्व राजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको
बगानको अलिकति दृश्य कैद गरेर यहाँलाई देखाइरहेको छु। यस्तै बाटोहरू बन्ने क्रम र पूर्व पश्चिम राजमार्ग एसियन हाइवे बन्ने क्रम जारी छ र यात्रामा धेरै कठिनाइहरू छन्। अहिले केही समयको लागि, केही समय पश्चात यी कठिनाइहरू अवश्य पनि पार भएर जानेछन्। हरियाली दृश्य सुन्दर मनोरम। आज एकदम खुलेको आकाश, इभी चार्जिङ स्टेसन सँगसँगै पेट्रोल पम्पहरू निर्माण भइरहेको छ। धानको सिजन आएको छ। कृष्ण मन्दिर झापाको कृष्ण मन्दिर दृश्य हो। यो दमकको अन्तिम गन्तव्य पश्चिमतर्फ उर्लाबारी छिमेकी नगरपालिका। यो पुरानो सेलर मिल, यहाँ चाहिँ पुरा धानहरू सेलर मिल चामलहरू बनाइन्छ। अहिले विगत धेरै वर्षदेखि यो चाहिँ यत्तिकै बसिरहेको छ। यो मृत अवस्थामा छ। अब हामी झापालाई छोडेर मोरङ प्रवेश गर्दैछौँ। मावा खोलाले झापा र मोरङलाई छुट्याएको छ। अब हामी मोरङ नगरपालिका गरिसकेका छौँ। छिमेकी उर्लाबारी नगरपालिका उर्लाबारी पूर्व बस स्ट्यान्ड। म चाहिँ पूर्वबाट पश्चिम यात्रा गरिरहनु भएको छ। छोटो दृश्यहरू मैले यहाँहरूलाई देखाउने प्रयास गरेको हुँ। समयलाई थोरै सदुपयोग गर्दै यात्रामा विस्तृत रूपमा दृश्य देखाउन नसके पनि केही झलकहरू चोकका केही दृश्यहरू मैले क्यामेरामा कैद गरेर उर्लाबारी चोक आइसकेका छौँ। उत्तरतर्फ मधुमल्ला जान्छ भने दक्षिणतर्फ मिटर विराटनगर जान्छ। पश्चिमतर्फ लागिरहेको छु। मेरो घर उर्लाबारी नगरपालिका वडा नम्बर 4 आइतबारे गर्ने भएकोले गर्दा पेन्टामोडबाट यात्रा गर्ने क्रममा भिडियो लामो हुन्छ भनेर थोरै दृश्यहरू मात्रै मैले चाहिँ यहाँ कैद गरेको छु। अब भिडियो लगभग अन्त्यतिर आइसकेको छ र मेरो गन्तव्य पनि आइपुग्न लागेकोले गर्दा मैले यात्राको मात्रै क्लिप यहाँहरूलाई देखाएको छु। यो चाहिँ पश्चिम स्ट्यान्ड हो उर्लाबारीको। सबैलाई धन्यवाद। भिडियो